हाई गाइज, सबैजना सन्चै हुनुहुन्छ? वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म हजुरहरूलाई होइन हेल्दी स्यालेडको रेसिपी लिएर आएको छु। यो एप्पल भन्दै काट्नुपर्छ क्या, फेरि रिसायो भने त हामीलाई यसको न्युट्रिसन पाइँदैन क्या। आई लभ यु, आई लभ दिस एप्पल भन्दै होइन। ल राखिदिन्छु है। हिजो खाएर फ्रिजमा राखेर चाहिँ हालेँ। हिजो होइन 2-4 दिन अगाडि त सुकेको टिङ भइसक्यो होइन। यस सुकेको भागलाई चाहिँ फाल्दिउँ न, किनकि अब हामीलाई भिटामिन सी को कमी हुन्छ होइन, त्यसको लागि हो है। हामी अरू चिज खाए पनि भिटामिन सी पुगेन भने फेरि हुन्छ यो तपाईँले पोट फुट्ने, निधार फुट्ने, खुट्टा फुट्ने होइन। हुन्छ अरे है, डक्टरले भनेको सुनेको। ब्लुबेरी हिजो किने आधी मात्रै मिसाउँछु। च्याट बिचमा काट्ने, ठ्याक्क राख्ने, यहाँ यसो गर्ने, फेरि बिचमा ल्याएर राख्ने, फेरि च्याट काट्ने। अब चाहिँ साइड गर्नु पर्दैन, यहीँ यसरी होइन। केरा काट्ने सिप सिकेको छु मैले यहाँ आएर। तर भर्न लागि हेर्नुहोस् यस्तो भइरह 3-4 6वटा जति ल यति हालेँ यस्तो ढङ्गलाई। हल्का दुधै यो चाहिँ एक जुजु घाउको दही नेपालमा लास्टै मिठो हुन्छ होइन। यो जुजु घाउ जस्तै देखिन्छ, हल्का कलर छैन। ल है फ्रिजमा राखौँ, फ्रिजमा राखिन्छ। ल फ्रिजमा राखिहाल। अब चाहिँ मजाले हेर्ने। यहाँ चाहिँ सब चिज छ क्या, मिनरल, भिटामिन, कार्बोहाइड्रेट होइन। दही दुध भनेको त पूर्ण पोषण भन्छ क्या दुधलाई त। त्यहाँ सब चिज हुन्छ होइन शरीरलाई चाहिँ होइन। त्यसमाथि फाइबर छैन नि त त्यहाँ। फाइबरको लागि स्याउको चाहिँ घट्टाहरू त्यसपछि फाइबर पुगिहाल्यो। अनि हजुरको अब प्रोटिनको लागि 1-2वटा यहाँ ऋषि धमल हालेको छ। अनि अब भिटामिन सी को लागि कागती हालेको छ। अनि चाहिँ नि के भन्ने हजुरको यो प्रोबायोटिक्सको लागि दही हालेको छ। अनि होइन अब तपाईँको कार्बोहाइड्रेटको लागि केरा हालेको छ भनेपछि त यो त त्यही भएर यति खानै खानु पर्दैन नि 3-4 घन्टालाई त। ल यसरी तयार भयो हेर्नु। हाल्दा केही छुट्टै छैन नि। ल है त मैले चाखेँ है त साथीहरू। अन्तिमसम्म हेर्नुभएकोमा थ्याङ्क यू सो मच। अनि भोलि अर्को कस्तो भिडियो चाहनुहुन्छ हजुरले, के बनाएर खाउँ मैले, त्यसको कमेन्ट पनि छोडिदिनु। अनि त्यसपछि मैले फेरि त्यस्तो बनाउने आइडिया आउँछ नि त। है बाई बाई, टेक केयर।